हेलो साथीहरु, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। धेरै समयपछि मलाई यति अल्छी लागेको छ। तपाईहरुले मेरो अनुहार हेरेर नि थाहा पाउनुहुन्छ। अब म चाहिँ सेकेन्ड टाइम मामा हुँदैछु फेरि, अनि त्यो भएर जस्ट फर मेमोरीको लागि चाहिँ मैले भिडियो बनाउँदैछु। त्यस्तो स्पेशल चाहिँ केही छैन, तर पनि बेबीको सपिङ गरियो। सपिङ गर्न गएको भिडियोहरु मैले केही गरिन अल्छी गरेर। अनि यो सपिङ चाहिँ सबै बेबीको किवी ग्रेनमाले गर्नुभएको हो। अनि त्यसमा मम्मी नेपालबाट आउनु भएको छ। मम्मीले पनि केही सामान ल्याउनु भएको छ र बेबीको फुपूहरुले आइरा हुँदाखेरि पठाइदिनु भएको सामानहरु पनि स्टिल छ। कति युज भएन आइराको टाइममा, अनि स्टिल नयाँ लाइक युज नै खोलेकै छैन ब्याग, त्यो भएर त्यो पनि छ। के छ यो चाहिँ स्पेशली, यो चाहिँ यसमा चाहिँ के छ म देखाउँछु ल तपाईहरुलाई। अहिले चाहिँ म धुनको लागि रेडी गर्दैछु, त्यो भएर तपाईहरुलाई देखाउनको लागि भन्दा नि जस्ट फर मेमोरीको लागि चाहिँ मैले भिडियो बनाउँदैछु। अब तपाईहरुले पनि हेर्नुहुन्छ, त्यही भएर देखाउँछु भने है त मैले। अनि मेरो पछाडीको ब्याकग्राउन्ड चाहिँ इग्नोर गर्नु होला। सेट छ यसको 3-4 पिस सेट होला हो यो अनि यसको सुरुवाल छ। यो चाहिँ जति पनि लुगाहरू छ बेबीको किवी ग्रेनमाले किन्नु भएको यिनीहरू भयो। अब किनकि म चाहिँ अलमोस्ट 36 विक्स, भोलिदेखि भनेको 36 विक्स हुन्छु। अनि मैले केही गरेको छैन, मलाई यति अल्छी लाग्छ यो बेला। लाइक पहिलेको टाइम आइराको टाइममा त्यस्तो अल्छी लागेको थिएन, अहिले चाहिँ मलाई पुरै अल्छी लागेको छ। त्यही भएर मैले यो सामान किनेको कहिले मेरो छोरीले हेरी उल्टाई खोली गरिसकिन् र पनि मलाई जागर चल्दैन। भयो वान्जीहरू छ। अनि खासै मैले यो चाहिँ नकिनौँ, गर्मी हुन्छ भनेको, कोही बेला पानी पर्छ यतिको ठिक्क हुन्छ भनेर चाहिँ ग्रेनीले किन्न लाउनु भएको जबरजस्ती जस्तो। यो यिनीहरू सबै मेरो छोरीले स्टिकर कतिवटा चाहिँ चुट्टाइसकिन्, कतिवटा चाहिँ चुट्टाउन बाँकी छ। यो भयो, यसको पनि 3 पिस सेटै छ, तर कता कता परेको छ भन्ने कुरा थाहा छैन। सफ्ट किनकि पहिले चाहिँ मैले आइराको पालामा चाहिँ धेरै लुगा किनेर कति लुगा चलाउनै नचलाइकन नानी बढिहाल्ने भएको भएर यो टाइम चाहिँ मैले थोरै लुगा किनेछु। फेरि फर्स्ट बेबीलाई जस्तो धेरै सामानहरू पनि नचाहिने क्या, जस्तै बेसिनेट भयो, कट भयो, स्विङ भयो। त्यो सामान चाहिँ अलरेडी फर्स्ट बेबीको भएकोले गर्दाखेरि कति सामान किन्नु नै नपर्ने रहेछ क्या सेकेन्ड बेबीको लागि आफूले राखेको छ भने चाहिँ। जस्तै हाम्रो आइराको अब स्विङहरू चाहिँ फुपूहरूले पठाइदिनु भएको भएर, अब फुपूले पठाएको भनेर मलाई पनि फ्याल्न पनि लोभ लाग्यो। अलिक ठुलो भएपछि आइराले बुझेर फुपूले पठाएको भन्ने देखाउनको लागि भनेर राखेँ। कति लुगाहरू नयाँ थियो, मलाई त्यो दिनको लागि डोनेसन गर्न भनौँ न, त्यो गर्न मन लागेन। किनकि उसलाई अलिक ठुलो भएपछि देखाउँछु भन्दा अर्को बेबीको प्लान भयो। अर्को बेबी भएपछि लाइक त्यही युज हुने रहेछ क्या सेकेन्ड बेबीलाई। अब त्यो भएकोले गर्दाखेरि जस्तै लाइक स्विङ कट भयो, बेसिनेटहरू भनेको त, अनि कार सिटहरू भनेको त लाइक बेबी बोय न बेबी गर्ल म्याटर हुँदैन नि त। त्यो भएकोले गर्दाखेरि चाहिँ सेकेन्ड बेबीको लागि त्यस्तोहरू चाहिँ अलिक किन्नु नपर्ने रहेछ क्या। अब जस्तै न्युबोर्नको क्लथहरू मात्रै भयो भने भइहाल्ने रहेछ। यो चाहिँ म्यारिनोको हो, मैले अलिक ठुलो साइजको किनेको छु। ठुलो साइज भन्नाले लाइक न्युबोर्नकै हो, तर अलिक ठुलो अलिक सानो हुन्छ नि न्युबोर्नको पनि हो, त्यस्तो किनेको छु। अनि यो चाहिँ आमाले आफै छानेर किन्नु भएको, यो पिङ्क पेन। अनि त्यो अघिको उयो
भेस्टको पेन यो म्यारिनोको त्यसकै सेट चिसो हुन्छ भनेर किनेको एकदम राम्रो हुन्छ बच्चाहरूलाई लगाइदिन यो म्यारिनोको चाहिँ त्यो भयो वान्जीहरू छ यो कटनको अनि मैले ऱ्यापर ल्याएँ आइरहेको पनि थियो ऱ्यापर नभएको होइन तर लाइक आइरहेको चाहिँ हामीले अर्कै खालको किनेको थियौँ किन हस्पिटलमा लाँदाखेरि त्यस्तो राम्रो यो राम्रो हुन्छ भनेको जस्तो गर्नु भएन आइरहेको पालोमा अनि त्यही भएर मैले अहिले चाहिँ यो प्रपर कटनको हुन्छ नि हो त्यसको किनेको यो ऱ्यापर यो चाहिँ प्रपर ऱ्याप गर्न लाइक सडल हो गर्न पनि सजिलो हुन्छ के भन्छ बपहरू गराउनु ऱ्याप गर्न सजिलो हुन्छ भनेर ऱ्यापर किनेको छु भन्दा नि हामीले छानेर ल्याएको छौँ आमाले किन्नु भएको है मलाई पे गर्न नदिनु भएको मैले पे लाइक आइरहेको टाइममा पनि आमाले नै फर्स्ट सपिङ गर्नुभएको थियो अहिले पनि आमाले नै गर्नुभयो यही भयो ऱ्यापरहरू प्रपर कटनको अनि फेस क्लथ किनकि अब एभ्रीडे कतिवटा चाहिन्छ फेस क्लथ अनि मैले फेस क्लथ पनि किनेको छु तर यो चाहिँ साह्रै सानो रहेछ आइरहेको पालोमा चाहिँ निकै ठुलो फेस क्लथ थियो यो चाहिँ साह्रै सानो रहेछ यो फेस क्लथहरू पनि चाहिन्छ किनकि बप गराउँदा भयो सो राखेर बप गराउनु भन्नुको लागि चाहिन्छ अनि स्पेसली फेस वासको लागि चाहिन्छ त्यही भएर 12-15वटा फेस क्लथ छ नोइज सुरु भयो त्यहाँ भ्याक्युम लाउँदै हुनुहुन्छ अनि यो पनि आमाले आफै छान्नु भएको यो आमाले आफै छान्नु भएको मलाई थाहा छ मैले पर्दैन हुन्छ भन्दा नि आफै छान्नु भएको यो अनि यो पनि आमाले आफै छान्नु भएको ग्रेनमा लिटल बेस्टी हो आमाले आफै छान्नु भएको यो पनि किनकि ग्रेनमा हो नि त उहाँ यो चाहिँ मैले छानेको यो र यो चाहिँ मैले छानेको यो सेट चाहिँ मैले छानेको अब किनकि यहाँ चाहिँ समर लाग्दैछ त्यसले गर्दाखेरि अनि यो सेट पनि आमाले छान्नु भएको यो पनि आमाले छान्नु भएको 3 पिस 6 पिस वाला छ आमाले छान्नु भएको यो पनि अनि मैले मम्मी नेपालबाट आउँदाखेरि मलाई हस्पिटल बस्दाखेरि लाउनको लागि यस्तो कप सेट सिलाएर पठाइदिनु भनेको थियो दिदीलाई अनि दिदीले यस्तो सिलाएर पठाइदिएको छ यो भयो अनि लाइक बिग बेड साइजको युरिन म्याट किनकि हाम्रो आइरहेको चाहिँ सानो उसको मित मामुले अस्ट्रेलियाबाट पठाइदिनु भएको थियो सानो अनि त्यसले नै काम चलिगयो किन्नै परेन अनि त्यो भएकोले गर्दा त्यतिकै थियो अनि मैले अब यहाँ योचोटि चाहिँ मम्मी आउने भन्नुभएको थियो र मम्मीलाई ल्याउने भन्ने प्लान थियो र अनि मैले दिदीलाई बेड साइजको बिग युरिन म्याट पठाइदिनु भनेको थिएँ अनि दिदीले पठाइदिनु भएको छ यो चाहिँ युरिन म्याट हो अनि के अरे दिदीले नानीलाई पाउजु कल्ली अरू के पठाएको छ अनि जामाहरू के पठाएको छ तर म लेजी भएर मलाई देखाउनु अल्छी लागिरहेछ उठेर क्लोजेट खोलेर हेर्नुबाट मलाई अल्छी लागिरहेछ हो देखाउनको लागि लाइक यहाँ भिडियोमा ल्याउनको लागि देखाउन भन्दा नि अब उ गर्नको लागि यो जामा नेपालबाट पठाइदिनु भएको मेरो दिदीले यो बेबीकै फुपूले अमेरिकाबाट पठाइदिनु भएको आइरा दिदीकै पालामा यो पनि फुपूले यिनीहरू सबै फुपूहरूले पठाइदिनु भएको किनकि आइराको टाइममा युज भएको थिएन अनि मैले यो हिजो अस्ति फेरि किनेको यो पनि फुपूले पठाइदिनु भएको यो पिङ्कवाला
अनि यिनीहरू हिजोस्ति किनेको। अब म एकैचोटि वास गर्छु नि हस्पिटल ब्याग प्याक गर्ने बेलामा भेटौँ है त। मैले चाहिँ वान्जीहरू अलिअलि किनेको थिएँ किनकि अगाडिदेखि नै बेबीको आमाले भनिरहनु भएको थियो नि त कपडाहरू नकिन्नु म आफै किन्छु भनेर। अनि मैले यसो घुम्न जाँदा आफूलाई मन परेकोहरू चाहिँ किनिरहेको थिएँ। धेरै किनेको थिइनँ, थोरै किनेको थिएँ। अनि यो भयो, यो स्ट्रबेरीको कस्तो मन परेर किनेँ क्या मैले। स्ट्रबेरी प्रिन्ट भएको वान्जी कति राम्रो छ। मैले आफै के अरे नकिन्नु भनिरहनु भएको थियो तर मलाई किन्न मन लागेर मैले यो किनेँ। अनि यिनीहरू यो 3 सेट उयो भएको किनेको। अनि स्पेसल्ली तपाईँहरूको चाहिँ न्यू बेबी बोर्न हुँदैछ र फर्स्ट टाइम मामा हुनुहुन्छ भने चाहिँ तपाईँहरूले यस्तो यो हुन्छ नि, यस्तो भएको किन्नुभयो भने चाहिँ मिटन्स चाहिँदैन क्या। लाइक यो फोल्ड गर्ने हुन्छ नि, यो फोल्ड भएको किन्नुभयो भने चाहिँ मिटन्स चाहिँदैन, एकदम इजी र सजिलो हुन्छ। फर्स्ट टाइम मामा हुनुहुन्छ भने यस्तो भएको स्लिप यस्तो भएको किन्नु। अनि खुट्टामा पनि यस्तो फोल्ड गर्न मिल्ने भएको किन्नु। मेरो यो अर्को किनेको चाहिँ यसको चाहिँ रोइन रहेछ, मैले ल्याउने बेलामा याद गरिनँ, यो छैन। अब यसको लागि चाहिँ मिटन्स चाहिन्छ। अनि यो भन्दा यस्तो सक्सको डिजाइन भन्दा पनि यस्तो फोल्ड गर्ने भएको छ भने चाहिँ इजी हुन्छ, राम्रो पनि हुन्छ, सजिलो पनि हुन्छ। मैले यसको पनि फोल्ड गर्नेवालै छ तर त्यो 3टा सेट भएको चाहिँ मैले याद गरिनँ छु। यस्तो भएको किन्नु त यदि तपाईँ फर्स्ट टाइम मामा हुनुहुन्छ भने चाहिँ इजी हुन्छ। अनि जहिले जिप भएको किन्नु, लाइक जिप हुँदा चाहिँ 2 वे जिप छ भने चाहिँ इजी हुन्छ लाइक डाइपरहरू चेन्ज गर्नको लागि, किनकि यताबाट निकाल्ने खुट्टा अनि यसरी चेन्ज गर्न इजी हुन्छ। यो चाहिँ सेकेन्ड टाइम मामा हुँदाखेरि एक्सपिरियन्स चाहिँ यति चाहिँ हुन्छ, यति चाहिँ फरक हुन्छ। फर्स्ट टाइम हुँदा चाहिँ जस्तो किन्दा पनि हुन्छ भनेर किनिन्छ तर त्यति फरक हुन्छ। किनकि मेरो यहाँ मेरिनोको होला आमाले छान्नु भएको कपडामा छ। अनि मैले यस्तो होइन भन्दाखेरि अब आमाले भनेको नाइ भन्न नि सकिनँ मैले। यस्तो बटन छ, यस्तो बटन चाहिँ कस्तो हुन्छ भने बच्चा रुन थाल्छ एउटा बटन निकाल उ गर झ्याउ हुन्छ क्या। त्यही भएर यस्तो डबल जिप भएको किन्नु भयो भने चाहिँ डबल जिप यस्तो भएको किन्नु भयो भने चाहिँ त्यो जिपले घोच्छ उड्छ जस्तो लाग्छ भने पनि यहाँनिर यस्तो हुन्छ क्या, जिप छोप्ने नट्स हुन्छ, त्यो भएर खासै फरक पर्दैन, घोच्दैन। त्यस्तो किन्नु होला साथीहरू। अर्को कुरा चाहिँ तपाईँहरू फर्स्ट टाइम मामा हुनुहुन्छ भने चाहिँ धेरै लुगा नकिन्नु होला। बच्चाहरू यति छिटो लाइक ग्रोइङ आउट हुन्छन् कि लुगाहरूमा। तपाईँले लुगा हेर्दै कति लुगा त लाउँदै नलाइकन बच्चाहरू त्यति ठुलो हुन्छन् क्या। हाम्रो आइरहेको पालामा त्यस्तो भयो थियो, त्यही भएर हामीले योचोटि चाहिँ धेरै लुगा किनेको छुइनँ। जतिखेर लाइक उनीहरूको साइज अनुसारको बरु किन्दै जानुपर्ने रहेछ। अगाडि नै किनेर यो मन पर्यो ऊ मन पर्यो, छोरीको झन् कति राम्रो जामाहरू हुन्छन्, त्यस्तो नगर्नु। टाइम अनुसारको किन्नुहोस्, टाइम अनुसारको लगाइदिनुहोस्, कति छिटो ग्रोइङ आउट हुन्छन्। अनि अर्को कुरा जुत्तीहरूको पनि काम छैन, जुत्तीहरू पनि त्यस्तै हुन्छ, कति छिटो ग्रोइङ आउट हुन्छन्। साइज अनुसार लाइक ठिक्क चाहिने टाइममा किन्यो भने त्यस्तरी हुन्छ। हुन त अब इच्छा हो आफ्नो, जसरी किन्दा पनि हुन्छ होइन। बच्चा फेरि बच्चा हुने होइन, जस्तो लगाइदिँदा पनि हुन्छ। तर यदि फर्स्ट टाइम मामा हुनुहुन्छ भने चाहिँ म चाहिँ त्यो सजेस्ट गर्छु, टाइम अनुसारको किन्नु होला साथीहरू। अनि मैले अर्को किनेको भनेको चाहिँ बिग सिस्टर लिटल सिस्टर। यो चाहिँ मैले अनलाइनबाट अर्डर गरेको, किनकि यहाँनिर खोजेँ मैले पाइनँ, अनि त्यही भएर मैले अनलाइन अर्डर गरेको बिग सिस्टर लिटल सिस्टर। यो चाहिँ आइराको लागि, यो चाहिँ सानो बेबीको लागि। उनीहरू लाइक आइरा जतिखेर हस्पिटल भेट्न आउँछन् नि मलाई त्यतिखेर लगाइदिने सोचले चाहिँ किनेको छु। अब हेरौँ त्यतिखेरको सिचुएसन कस्तो हुन्छ। अनि यो चाहिँ बिग सिस्टर र स्मल सिस्टरको लागि। कति क्युट छ। आज चाहिँ वेलकम ब्याक टु माई च्यानल एगेन। आज चाहिँ सेकेन्ड डे हो, मम्मीलाई लिएर म बाहिर निस्केको छु। कहिले यसरी रेडियो लाइक स्क्यान गर्ने ठाउँमा गएर जन्मिकन बच्चा हेर्नुभएको थियो? थाहा छैन, हेर्नै भएको थिएन। हाम्रो पालामा त्यस्तो सिस्टम थिए भए पनि अब गरिँदैन थियो, थियो, थाहा छैन।
अनि कस्तो लागिरहेछ कस्तो होला के होला भएको छ कि छैन अनि त्यस्तो कस्तो होला के होला कस्तो देखिन्छ होला जस्तो भयो त्यहाँ चाहिँ फेरि भिडियो गर्न पाइँदैन नि ए पाइँदैन अब यहाँ हामीलाई नै पनि दिँदैन किनकि यो सरकारी हस्पिटलमा हो भने चाहिँ सोधेर गर्न पाइन्छ तर यो मलाई सरकारी हस्पिटलबाट यहाँ रेफर गरेको हो कि यो प्राइभेट हो एरिया अनि त्यो भएर भिडियो एक्सरे त्यो त्यहाँभित्र छिरेपछि केही गर्न पाइँदैन रमितहरू आयो हेरो त्यहाँ के छ उनीहरूले भन्छन् त्यो गर्न पाइन्छ त्यही पनि अब देख्न पाउँदाखेरि होइन गर्भमा भएको बच्चा देख्न पाउँदा पनि के हो नि अब अहिले त नेपालमा पनि गर्ने सिस्टम आइसक्यो तर दिँदैन नेपालमा दिन्छ नि प्राइभेट हुँदै त अगाडि नै भन्यो भने कतिले लगाइराखेको हुन्छ त्यो अब हामीले चाहिँ लाज गरेर नगरेर नसोधेर नभनेर नगरेको मैले कतिको देखिराखेको हुन्छु सोसियल मिडिया हुँदै होला त्यसो आफूलाई चाहिँ थाहा नभएको कुरो घामले है अब घाम मजाले लागिरहेछ अनि कस्तो हुन्छ म अहिले उहाँ गएर आइसकेपछि अनुभव पनि सोध्छु है मम्मीलाई मैले लुगा धोएर यसरी सुकाइसकेको छु अब पट्याउँछु बाहिरबाट भित्र ल्याएँ यहाँ पट्याउनको लागि इजी होस् भनेर मैले लुगा धोएर यसरी सुकाइसकेको छु अब पट्याउँछु बाहिरबाट भित्र ल्याएँ यहाँ पट्याउनको लागि इजी होस् भनेर